आफ्नै स्वतन्त्रको लागि हो, हामी आफै निको हुनको लागि हो र हामी नै त्यो अशान्तिबाट शान्तिमा हुनको लागि हो। त्यसै कारणले चाहिँ हामीले क्षमा दिनुपर्छ। यदि क्षमा दिएन भने हाम्रै हानि भइरहेको हुन्छ के। अनि के तपाईँ आफ्नो क्षमा भएको चाहनुहुन्छ? अवश्य चाहनुहुन्छ नि। त्यसो भनेदेखि अरूलाई क्षमा दिनुपर्छ। साँचो क्षमा हृदयबाट तितोपनको भावनाहरू लिनु हुँदैन। अनि क्षमा भन्ने कुरा तुरुन्तै म भरे दिन्छु, भोलि दिन्छु, पर्सि, नो, त्यस्तो पनि होइन। तर हामीले चाहिँ तुरुन्तै दिनुपर्छ। अनि विगतको समयमा हाम्रो पास्टर सिन्थियाले पनि हामीलाई सिकाउनु भएको थियो, क्षमादानको 2वटा चरणहरू छन् रे। एउटा चाहिँ तुरुन्तै क्षमा दिने, अर्को चाहिँ त्यो कुरालाई भुलिहाल्ने। कति कुरा हामीले क्षमा दियो त भन्छ, तर भुल्दैन क्या। हामीले घरिघरि दिमागमा त्यो आएको आइ है। तर त्यस्तो चाहिँ हामीले यदि त्यस्तो गऱ्यौँ भनेदेखि त्यो चाहिँ हामीले क्षमा दिएको चाहिँ हुँदैन है। अनि क्षमा दिनु चाहिँ हाम्रो छनौट होइन, यो परमेश्वरको हो। परमेश्वरले हामीलाई आज्ञा गर्नुभएको छ। त्यसै कारणले हामीले क्षमा दिनुपर्छ। अनि 2 पोइन्टमा म जान्छु। क्षमादानले स्वतन्त्र गराउँछ। क्षमा दिँदा हामी वास्तवमा हाम्रो पापलाई त्यागेर, किनभने हामीभित्र कति रिस, क्रोध, घमण्ड, त्यो पनि त पाप भनेको चाहिँ वचनमा, त्यो पापलाई त्यागेर हामीले परमेश्वरलाई चङ्गाइ दिन दिँदो, उहाँलाई चाहिँ निको पार्नको लागि हामीले अनुमति दिइराखेको हुन्छ कि। वास्तवमा हामीले चाहिँ के सोच्छौँ भनेदेखि म क्षमा दिँदैन, त्यसले मलाई यस्तो मन दुखायो, म त प्रभु भनेर हामी कति भन्छौँ नि होइन। तर हामीले चाहिँ के गर्नु पर्दो रहेछ, त्यतिखेर चाहिँ प्रभुको वचन अनुसार क्षमा दिनु हृदयदेखि नै। अनि आफ्नो भाइलाई प्रेम गरेर भन्नुभएको छ, प्रेमको साथमा हामीले क्षमा दिनु चाहिँ पर्दो रहेछ। जब त्यस्तो गऱ्यो भने हामी आफै निको हुन्छौँ, छुटकारा हुन्छ बन्धनबाट र हामी स्वतन्त्र हुन्छ। अनि हाम्रो जीवनमा परमेश्वरले फेरि कामहरू गर्नुहुन्छ। अनि क्षमादानको फाइदा यदि हामीले क्षमादान दियो भने हाम्रो आत्मिक स्वतन्त्र हुन्छ र हामीलाई शान्ति आउँदछ है। अनि प्रेमको भावनाहरू बगेर आउँदछ, आशा बढ्दछ। अनि परमेश्वर र अनि मानिससँगको सम्बन्ध पुनर्स्थापन हुँदछ क्या। हाम्रो मानिससँगको सम्बन्धमा हामीलाई कुनै बाधाहरू आउँदैन। परमेश्वरमा पनि त्यो गनगनको हृदय होइन कि धन्यवादको हृदय उल्लेर प्रभु धन्यवाद, हरेक कुरामा धन्यवादीको हृदयहरू आउँदछ। अनि अझै पिताको त्यो भित्र पस्नलाई हामीलाई कति एकदमै उहाँको नजिक जानलाई हामीलाई एकदम आनन्दित हुँदछ। अनि प्रार्थनामा चाहिँ बाधाहरू आउँदैन। अनि हाम्रो आत्मिकी अनि शारीरिक मानसिक हाम्रो रोगहरू पनि चङ्गाइ हुँदछ। अनि विगतको कुराहरू पनि पीडाहरू भुलेर अनि परमेश्वरको गहिरो त्यो उपस्थिति अनि परमेश्वरको आशिषलाई अनि हाम्रो बन्द भएको ढोकाहरू खोलिन्छ। अझै परमेश्वरको हृदयलाई बुझ्न अझै हामीलाई धेरै सहायता हुँदछ। साथै हाम्रो परिवारमा, मण्डलीमा होइन, अनि साथीभाइमा एकता प्रेमहरू बढ्दछ। जब यस्तो भयो भने कसको महिमा हुन्छ? परमेश्वरको महिमा हुँदछ। त्यसै कारण